लो है त साथीहरू आइसकेको छ है नयाँ आइटम। यसमा चाहिँ म तपाईँहरूलाई के बनाउनु सिकाउँदैछु भने सेजवान चटनी है। अब यो चाहिँ होटलमा पनि चल्ने खालके है, होममा पनि चल्ने खालके दुई प्रकारकै हो। मास्टर सेजवान चटनी भन्दा पनि हुन्छ। यसले चाहिँ लाइक तपाईँहरूको चिल्ली चिकनहरू भयो है, अस्ति क्रिस्पी कर्न भनेको थिएँ तिनीहरूमा भयो, ड्रागन पनिरहरू होइन, यिनीहरू सबै आइटममा तपाईँले हाल्नु सक्छ। चिल्ली पेस्ट पनि हाल्नु सक्छ, तर यसले चाहिँ अझै तपाईँहरूको खानालाई क्या बेसी फ्लेभर बढाइदिन्छ है। स्पाइसी, स्विट एन्ड स्पाइसीलाई अलिकति ब्यालेन्स गर्छ है। त्यही भएर चाहिँ अब अलिकति राम्रो सस तपाईँलाई म सिकाउन जाँदैछु। यसको लागि लसुन हाल्नु है, अन्त अदुवा लसुन हाल्यो, मजाले एकछिन चलायो। यसमा मजाले अदुवा लसुन हालेर चलाउनु होइन, यसरी हो। हरियो खोर्सानी पनि हाल्दा हुन्छ तपाईँले। अदुवा लसुन हरियो खोर्सानी क्याप्सिकम चप गरेको छु होइन। यसलाई पनि मजाले हालेर एकछिन चाहिँ यसलाई भुट्नुपर्छ हामीले। ब्राउन हुन्जेलसम्म चाहिँ एकछिन यसलाई फ्राई गर्नुपर्छ है मजाले तेलमा, तातो तेलमा हो। मजाले एकछिन चाहिँ यसलाई भुट्नुपर्छ है, हाई फ्लेममा हो। मजाले है। अब यसमा चाहिँ के हुन्छ भने सेजवान सस भन्छ चाहिँ तपाईँहरूले सेलेरी पत्ताहरू पनि जान्छ है, तर अहिले अब त्यो चाहिँ मेरोमा एभल छैन, त्यसले गर्दाखेरि चाहिँ अब त्यतिकै नर्मली बनाउँदैछु है काम चलाउनुको लागि। तर तपाईँहरूले बनाउँदा चाहिँ सेलेरीको पत्ता पनि हाल्नु भने चाहिँ फ्लेभर अझै राम्रो जेनेरेट गरिदिन्छ कि यसले अब होइन। राम्रोसँगले खाँदाखेरि पनि मजाको एकदम फ्लेभर आउँछ। सिल्लरीको पत्ता हाल्यो भने चाहिँ मजाले किमा गरेर है। अब मेरोमा अहिले एभाइलेबल छैन, त्यसले गर्दाखेरि चाहिँ म त्यतिकै बिना सिलरीको पत्तासँगै बनाउँदैछु है। बाइचान्स तपाईँहरूले बनाउँदाखेरि चाहिँ छ भने तपाईँहरूले हालेर बनाउँदा हुन्छ। यसलाई तपाईँले मजाले फ्रिजमा हालेर राख्न सक्नुहुन्छ है 3-4 दिन। अब त्यसको लागि हुचिङ नुन हाल्यो मजाले हो है, ब्ल्याक पेपर हाल्यो, एकछिन ब्ल्याक सस हो, हुचिङ नुन, ब्ल्याक पेपर, ब्ल्याक सस हालेर मजाले चलाउनु यसरी। अन्त हामी कम्ती रेड कलर पनि युज गर्छ है मजाले। त्यहाँदेखि यो चिल्ली पेस्ट पिसेर राखिरहेको छ है सुक्खा खोर्सानीलाई, यसलाई मजाले हाल्नुहोस्। अन्त टमाटर केचप हाल्यो है, मजाले चलायो। तपाईँहरूले टमाटरलाई बोइल गरेर पिसेर पनि हाल्नु सक्छ है, त्यसले चाहिँ स्पाइसी मात्रै हुन्छ। तर म चाहिँ यता स्विट एन्ड स्पाइसी राख्नुको लागि चाहिँ टमाटर केचप हाल्दैछु है। अन्त यसलाई चाहिँ यसरी मजाले तेलमा एकछिन हाई फ्लेममा पकाउनुपर्छ। यसरी पकाएर चाहिँ तपाईँहरूले फ्रिजमा 1 हप्ता 15 दिनसम्म पनि आरामले राखेर युज गर्नु सक्छ क्या, सिम्पल। अगर तपाईँहरूको सानोतिनो फास्टफुड छ भने त्यसमा पनि तपाईँले चिल्ली चिकनहरूमा यसले राम्रो टेस्ट जेनेरेट गर्नु सकिहाल्छ है। अब यसलाई चाहिँ कसरी युज गर्नुपर्ने भनेर चाहिँ म तपाईँहरूलाई आइटमहरू बनाएर देखाउँछु है, त्यति बेला तपाईँहरूले बुझ्नुहुन्छ यसको युज केस चाहिँ कति छ भनेर। तर हाम्रो चाहिँ यसले त्यही हो, होटल लाइनमा चाइनिजमा चाहिँ 80% आइटम चाहिँ यसैबाट निक्लिन्छ हाम्रो है। मोटामोटी चिल्ली चिकनहरू भयो, क्रिस्पी चिकन, ड्रागन चिकन, लाइक पनिर चिल्ली, पटेटो चिल्ली, सबै यसबाट निक्लिन्छ है। यसमा चाहिँ अब त्यो हामीले केही हुँदैन, ब्यालेन्स मात्रै गर्नुहुन्छ है। फर्स्टमा हाल्यो, त्यसपछि यो सस हाल्यो, टमाटो सस फेरि हल्का हालेर, नुन हुचिङहरू, कलरहरू, ससहरू हालेर चाहिँ हल्का ब्यालेन्स गऱ्यो नि एकदम दामी भइहाल्छ। हेर्नुहोस् यस्तो तातो दामी है। तपाईँहरू पनि घरमा एकपल्ट ट्राई गर्नु है, घर या फास्टफुडमा यसरी यही प्रकारले ट्राई गर्नु, कमेन्ट गर्नु है कस्तो भयो ल, मलाई पनि।